यो कुरा सुन्दा तपाईँलाई हाँसो लागेको लागेन कृपया कमेन्ट गर्नु होला। करोडपति अरबपति जग्गाको हिसाब गर्ने पनि अरबपति काठमाडौँमा रोपनी जग्गा भयो मान्छे कि त्यो के अर्डर छ भने मैले एभरेस्ट होटल लिएर गएँ अनि त्यहाँ मैले कफी मगाएँ त्यो पनि थियो हामी दुईजना थियो मेरो ड्राइभर पनि थियो तिनजनालाई कफी मगाएँ 5 स्टार त महँगो छ एउटा कफीकै 1200-1300 लिन्छ अनि त्यसको मन चेक गर्नलाई क्या अनि त्यसपछि बिल मगाएँ यति रे भनेर मैले बिल दिएँ क्या कफीको 1250 अनि किन यहाँ ल्याएको अब यहाँ भन्न मिल्दैन मुखै चढ्यो मलाई तर त्यहाँ मेरो अर्को एउटा साथी थियो क्या नरेश कुमार भन्ने उसले बोलाएर गएको थिएँ म त्यहाँ अनि त्यसपछि मैले त्यहाँ खानै अर्डर गरेँ कि त्यो अब झन् छटपट नरेश त्यो बेला चाहिँ आएको छैन त्यहाँ अनि म तिनवटा खाना मगाएँ मैले अनि त्यो पनि मटन खाना अनि म एकछिन टोयलेट गएर आउँछु भने मान्छे आजसम्म भेटाएन त्यसले मलाई ए हो त्यसलाई म कहाँ तिराउँथेँ त पहिलो कुरो त नरेशले तिर्थ्यो नरेश नभए म तिर्थिन् त म अनि त्यो पैसाको के काम क्या एउटा चिया खान पाउँदैन सोध्नुपर्छ एउटा 5 स्टार होटलमा गएर एउटा मासु भात मगाउँदाखेरि टोयलेट जान्छु भनेर भाग्नुपर्छ त्यसलाई चाहिँ भन्छ असली गरिब भनेर जस्तो त्यो पैसा के गर्नु क्या यस्तै खालको भिडियो मन पर्यो भने मलाई फलो गर्न नबिर्सिनु होला।